हेलो एभ्रिवान वेलकम ब्याक टु अनदर भिडियो। स्वास्तिक लघु वित्त वित्तीय संस्था लिमिटेडलाई धितोपत्र बोर्डले आइपिओ को निष्कासन गर्न अनुमति चाहिँ दिएको छ है त। सो यसको लागि चाहिँ के भएको छ भन्दा चाहिँ लगभग 2 अथवा 2.5 वर्षदेखि चाहिँ यो पहिलो चाहिँ यस्तो लघु वित्त संस्थाले चाहिँ आइपिओ को लागि आवेदन बुझाएर अनि त्यसको अनुमति पाएको हो। अनि यसको इन्फर्मेसन चाहिँ मैले हजुरहरूलाई दिन गइरहेको छु। यसको चाहिँ प्रति किता रु 100 रुपियाँ रहेको छ अनि यसको नम्बर अफ सेयर चाहिँ 2,31,000 मात्रै रहेको छ अनि यसको सेक्टर चाहिँ माइक्रो फाइनेन्स रहेको हो। अनि यसको डेट चाहिँ कहिलेको लागि एनाउन्स गरेको छ भनेपछि चाहिँ जुन 28 गते, जुन कि असारको 14 गते हुन्छ, त्यसको लागि चाहिँ यसको डेट एनाउन्स गरेको छ। अनि यो चाहिँ 2टा चरणमा हुनेवाला छ है त। मैले हजुरलाई यो इन्फर्मेसन पनि दिन्छु। सो पहिलो चरणमा चाहिँ सधैँ जस्तो वैदेशिकको लागि चाहिँ यसले सुरुमा खोलिदिएको हुन्छ अनि त्यो वैदेशिकको लागि चाहिँ 23,000 किता चाहिँ छुट्याइदिएको छ है त पहिल्यै। अनि अरू बाँकी किता चाहिँ सर्वसाधारणको लागि छुट्याइदिएको हुन्छ। अनि यदि हजुर वैदेशिकको लागि हुनुहुन्छ भने चाहिँ हजुरहरूको लागि चाहिँ असारको 14 गतेबाट चाहिँ हजुरले यो आइपिओ चाहिँ भर्न सक्नुहुन्छ। अनि यदि हजुर अर्डिनरी सेयर्स अथवा नर्मल नेपाली जनता हुनुहुन्छ भने चाहिँ जुन वैदेशिक रोजगारको लागि खोलेको आइपिओ हुन्छ त्यसपछिको केही दिनमा चाहिँ नर्मल अर्डिनरी सेयर्सको लागि चाहिँ खोलिदिएको हुन्छ। त्यति बेला चाहिँ नर्मल नेपाली जनताले चाहिँ यो कुरा चाहिँ भर्न सक्नुहुन्छ है त। सो यो चाहिँ एकदम सजिलो तरिकाले एकदम धेरै समयपछि यो खोलिदिएको आइपिओ हो। सो सकेसम्म चाहिँ अब धेरै नै आवेदन आउँछ यो आइपिओ को लागि चाहिँ त्यो फर स्योर छ। सो 10-10 किता चाहिँ हजुरहरूले एप्लाई गर्न सक्नुहुन्छ, किनभने धेरै एप्लाई गर्नुभयो भने चाहिँ हजुरको अलिकति समयको लागि त्यो प्राइस पनि अड्किरहेको हुन्छ। अब जम्मा 2 लाख सेयर छ अनि एप्लाई गर्ने मान्छे चाहिँ लगभग हरेक पालि चाहिँ 21 लाख जति हुनुहुन्छ। त्यसले गर्दा चाहिँ हजुरहरूले सेयर पर्ने चान्स पनि एकदम कम हुन्छ कि, त्यसले गर्दा चाहिँ नर्मल हजुरले 10 किता भरेर यो आइपिओमा चाहिँ एप्लाई गर्न सक्नुहुन्छ है त। सो आजको लागि चाहिँ यति नै। यदि हजुरलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो भने चाहिँ लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। अनि यदि हजुरलाई केही पनि समस्या छ भने चाहिँ हजुरले तल चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ है त। सो आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।